हेलो साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्छौँ तपाईँ सन्चो होला अनि हामी पनि सन्चो छौँ। अनि देख्न सक्नुहुँदैछ आज चाहिँ मैले बिहान बिहानै फेरि पनि चप गर्दैछु गाजर। अनि यो गाजरलाई चाहिँ ग्रेट गरेँ, प्याज चप गरेँ है साथीहरू। अन्त मैले लसुन चप गरेको थिएँ, हेर्न सक्नुहुन्छ। अनि हल्का घिउमा चाहिँ मैले लसुनलाई एड गरेँ है। अनि यसमा चाहिँ मैले प्याज हालेँ। अन्त मैले अघि चप गरेको जति पनि भेजिटेबल्स थियो, कोपी, गाजर अनि यो धनियाँ, 2 पत्ता मेथी पनि मैले लिएको थिएँ। अनि त्यो मजाले यसरी फ्राई प्यानमा मजाले पकाउने हल्का आँचमा। अन्त पाकेन भनेदेखिलाई चाहिँ अलिकति पानी पनि एड गर्न सक्नुहुन्छ। अनि मैले चाहिँ साथमा चाहिँ आलु बोइल गरेको थिएँ है। अनि मैले चाहिँ आज चाहिँ आलुको टिक्की बनाउँदैछु साथीहरू। अन्त हेर्न सक्नुहुन्छ मजाले आलुलाई म्यास गरिसकेर चाहिँ त्यो भेजिटेबल्सलाई पनि म्यास गर्ने, मजाले दुइटै मिलाउने। अन्त यहाँ चाहिँ मैले फ्राई प्यान चढाएको छु हल्का घिउ हालेर। अन्त मजाले टिक्कीको सेप दिनुको लागि चाहिँ टिक्कीको लागि भित्र चाहिँ मैले चिजको लागि हल्का जग्गा बनाएर चाहिँ मैले यहाँ टिक्कीको सेप दिँदैछु। अनि टिक्की अथवा जस्तो पनि डिजाइनको बनाउनु सक्छ है, तपाईँको जो इच्छा लाग्छ तपाईँले त्यही तरिकाले यो टिक्कीको सेप दिन सक्नुहुन्छ। अन्त मैले चाहिँ हल्का सजिलो तरिकाले गोलो सेप दिएको छु, जो कि नर्मली टिक्कीको हुन्छ। अन्त हेर्नु सक्नुहुँदैछ साथीहरू, मैले चाहिँ आज यसलाई भेजिटेबल्स टिक्की दिँदैछु। आलु मात्र त नर्मली टिक्की दिन्छ सबैले नै, तर म चाहिँ यसमा हल्का भेजिटेबल्स एड गरेको छु, जो चाहिँ राम्रो हो नि त नानीहरूको लागि है साथीहरू। अन्त मेरो बुढोले हेल्प गर्दैछ अनि मेरो नानीको नास्ता चाहिँ रेडी भयो। उसले चाहिँ प्रे गर्दैछ हो साथीहरू। अन्त उसले चाहिँ सबै कुरालाई नै आशिष माग्दैछ हो साथीहरू। अन्डालाई, आलुलाई पनि मैले काटेर राखिदिएँ कि खाओस् कि नखाओस् भनिकन। अन्त उसले चाहिँ प्रे गरिसक्यो है साथीहरू। अन्त उसले चाहिँ खानु थाल्यो अब चाहिँ हो साथीहरू। अन्त उसको अल टाइम फेभरेट चाहिँ अब टिक्कीभन्दा पहिला नै उसले चाहिँ आलुलाई नै अन्डालाई नै अहमियत दिन्छ नि त। उसको अन्डा चाहिँ फेभरेट हो, बोइल अन्डा। त्यही भएर उसले चाहिँ पहिला नै अन्डा खाइसक्यो। हेर्नुहोस् न, फटाफट अन्डा खाइसकिसक्यो। अनि मैले चाहिँ उसलाई टिक्की खिलाउनु भन्दै थिएँ नि त, टिक्की खुवाऊ भन्दै थिएँ। तर उसले चाहिँ चिज मात्रै खोजी बस्दै थियो हो साथीहरू। आलुमा चाहिँ, टिक्कीमा चाहिँ खोइ चिज भन्दै चिज मात्रै उसले खोजिरहेको थियो। अनि उसलाई मैले जबरजस्ती खिलाउने कोसिस गर्दै थिएँ। उसले आफै खाने अरे, फेरि आफै भन्यो। अनि मैले चाहिँ उसलाई आफै छोडिदिएँ नि त। अन्त हेर्नु सक्नुहुँदैछ उसले चाहिँ मजाले खायो। मैले चाहिँ उसलाई भन्दैछु यहाँ छ चिज भनेर चाहिँ उसलाई खिलाइदिएँ। अन्त मैले चाहिँ उसलाई जहिले पनि चिज केही बनाइदिएको छु भनेदेखिलाई चाहिँ जहिले पनि जुनै पनि कुराहरूमा चिज नै खोजिबस्छ हो साथीहरू। अन्त हेर्नु सक्नुहुन्छ उसले चाहिँ मजाले खाइदियो लास्टमा चाहिँ हो साथीहरू। अन्त तपाईँको पनि यस्तै सानो बालकहरू छ भने यसरी नै हेल्दी ब्रेकफास्ट बनाएर दिनु सक्नुहुन्छ साथीहरू है। अनि आलु त नर्मली सबैले नै दिन्छ, तर यसमा चाहिँ मैले हल्का भेजिटेबल्स एड गरेँ। नानीलाई ज्यादा भएछ, अब चाहिँ ह्याप्पी बर्थडे गर्नु थालेँ। ओके।